हेलो जवाफियन्स हाम्रो रिडिङ म्याराथन मोस्ट पपुलर प्लेलिस्ट जुन छ युट्युबमा त्यसको 8 क्लास आज चाहिँ है आजको लास्ट क्लास र लास्ट क्लासमा के गर्ने त फर्स्टमा हामीले फिल इन द ब्ल्याङ्क्स ट्रु फल्स नट गिभन म्याच द हेडिङ्स मल्टिपल चोइस गर्दै गर्दै भोक्याबुलरी सेसन पनि एउटा गर्नुपर्छ भनेर चाहिँ एउटा लास्ट क्लासको रूपमा चाहिँ आइएल्स भोक्याबुलरी बिल्डर भनेर लेखिया रहेछ बिल्डर भन्दा पनि आइएल्स भोक्याबुलरी सेसन भनेर बुझौँ र मेन कुरा के छ भन्दाखेरि चाहिँ हाम्रो सानैदेखिको इङ्ग्लिस पढ्न थालेदेखिको डिक्सनरी पल्टाउने बानी र अहिले पनि नोभलहरू अथवा कुनै फिक्सन नन फिक्सन पढ्दाखेरि कुनै वर्ड भेटिएन भने डिक्सनरी पल्टाउने अथवा मोबाइलबाट डिक्सनरीमा मिनिङ खोज्ने त्यो बानीले गरेर त्यो एउटा बिग्रेको बानीले गरेर आजको दिनमा हामीलाई आइएलटिएसको प्यासेजेसहरू गर्दाखेरि डिफिकल्ट वर्ड टफ वर्ड हामीले कतै देख्यौँ भने हामीलाई एकदमै तनाव हुन्छ र हामी प्यानिक गर्न थाल्छौँ। त्यस्तो अवस्थामा के गर्ने? वर्ड सबै बुझिन्छ भन्ने छैन, कुनै कुनै वर्ड नबुझिन पनि सकिन्छ। हामीले पनि आर्टिकलहरू न्युज पेपर्सहरू कुनै बुक्सहरू पढ्दाखेरि कहिलेकाहीँ नबुझिने वर्डहरू देखिन्छ हैन। आफ्नै भाषाको त सबै शब्दहरू जानिँदैन भने आगन्तुक भाषा परको भाषा सबै शब्दहरू जान्नुपर्छ भन्ने पनि छैन। तर वर्डको केसमा के हो भने कन्टेक्स्ट बुझेर वर्डको मिनिङ फाइन्ड आउट गर्न चाहिँ सकिन्छ। वर्डको मिनिङ बुझिएन भने पनि कमसेकम पोजिटिभतिर डिरेक्सनमा गइरहेछ कि नेगेटिभ डिरेक्सनमा गइरहेछ भनेर एउटा गेस गर्न सकिन्छ। सो आइएलटिएसको भोक्याबुलरीको केसमा रुल नम्बर 1 एन्ड द ओन्ली रुल गेस एन्ड गो अप्रोच युज गर्नुपर्ने हुन्छ। गेस एन्ड गो अप्रोच है। अब यसमा हामीले तपाईहरुले मलाई अस्ति पनि एउटा स्टुडेन्टले मेसेज गर्नुभएको थियो क्याम्ब्रिजको कुन चाहिँ भोक्याबुलरीको बुक छ मलाई दिनु भनेर। मैले उहाँलाई भनिदिएँ बुक पढेर मिनिङ रटेर हुँदैन, त्यो मिनिङलाई कन्टेक्स्टमा युज गर्न जान्नुपर्छ हैन। र नबुझेको वर्डलाई कन्टेक्स्ट पढेर त्यहाँबाट मिनिङ डिराइभ गर्न जान्नुपर्छ। त्यो कुरा आजको सेसनले तपाईहरुलाई गराउँछ हैन। र यो लास्ट सेसन हाम्रो म्याराथन जुन प्लेलिस्ट छ सिरिज चलिरहेछ युट्युबमा त्यसको लास्ट सेसन हो। वी होप यु लाइक इट। तपाईहरुलाई मनपर्छ भन्ने हामीलाई आशा छ र तपाईहरु हेर्दै हुनुहुन्छ र सेसन मन पर्यो पनि भने वास्तवमा लाइक र कमेन्ट चाहिँ गरिदिनु होला। सब्स्क्राइब त सायद गरिसक्नु भयो होला है। अब यहाँ तपाईलाई मैले यो सेन्टेन्सबाट आजको सेसन सुरु गर्छु। एकदमै इन्ट्रेस्टिङ सेन्टेन्स छ। यो सेन्टेन्स पढौँ। द बेबी वाज ग्लेपिङ ह्याप्पिली अन द फ्लोर। के भन्यो? बेबी वाज ग्लेपिङ ह्याप्पिली अन द फ्लोर। अब यहाँ एउटा प्रब्लम के छ भने तपाईलाई मैले यसको मिनिङ के हो भन्नुस् त भनेर सोधेँ भने तपाईको आन्सर एउटै हुन्छ। तपाईहरु जति पनि हेर्दै हुनुहुन्छ यो भिडियो तपाईहरु सबैजनाको आन्सर एउटै हुन्छ, सर मलाई यसको मिनिङ आउँदैन। किन हुन्छ म त एकछिनमा भन्छु है। यो ग्लेपिङ ह्याप्पिली अन द फ्लोर भन्दै गर्दा तपाईले बेबी बुझ्नुभयो, फ्लोर भनेको के हो त्यो पनि बुझ्नुभयो, ह्याप्पिली भनेको के हो त्यो पनि बुझ्नुभयो। भनेपछि एउटा बच्चा फ्लोरमा छ, ह्याप्पिली समथिङ केही गर्दैछ। के गर्दैछ हामीलाई थाहा छैन। ग्लेपिङ गर्दैछ, यो ग्लेपिङको मिनिङ हामीलाई थाहा छैन। बट तपाईँ अब यही कुरा तपाईँको प्यासेजमा आयो भने अब हाम्रो माइन्डले के गरिदिन्छ भन्दाखेरि हामी सुई पढिरहेको हुन्छौँ, ओहो ग्लेपिङ, यो ग्लेपिङ भने के हो, ग्लेपिङ भने के हो, हामी प्यानिक मोडमा जान्छौँ। अब सिम्पली के गर्नुहोस् भने अगाडिको वर्ड हेर्नुहोस्, पछाडिको हेर्नुहोस्। अभियसली दिस इज अ भर्ब हैन। अब यो पोजिटिभ होला कि नेगेटिभ होला? ह्याप्पिली अन द फ्लोर भनेपछि समथिङ केही गर्दैछ बुझिसक्यो, समथिङ केही पोजिटिभ भयो। बेबीलाई कुनै प्यानिक छैन, बेबीलाई कुनै तनाव छैन, बेबी कुनै डेन्जरमा छैन। ही अर सी इज डुइङ समथिङ ह्याप्पिली अन द फ्लोर। अब अगाडि बढ्नुहोस्। तपाईँ यो ग्लेपिङमा अड्किएर नबस्नुहोस्। नाउ व्हाट इज द मिनिङ अफ ग्लेपिङ? ग्लेपिङको मिनिङ के हो? मैले तपाईलाई भने तपाईले एन्टायर डिक्सनरी नै याद गर्नु भएको छ भने पनि तपाईलाई यसको मिनिङ सोधे भने आउँदैन। किन आउँदैन? किनभने यो वर्ड इङ्ग्लिसमा एक्जिस्ट नै गर्दैन। देयर इज नो एनी वर्ड कल्ड ग्लेपिङ इन योर डिक्सनरी है। यो वर्डै छैन। त्यसो भए हुँदै नभएको वर्ड राखेर सर किन चाटेको मलाई भन्नु होला तपाईहरुले फेरि हैन। त्यस्तो होइन, मात्र तपाईलाई के प्रुफ गर्दिन खोजेको भने हुँदै नभएको वर्ड राखेर सेन्टेन्सै दिएछ भने पनि तपाईले यो कन्टेक्स्ट बुझेर केही न केही मिनिङ डिराइभ गर्न सक्नुहुन्छ। तपाईले यसको मिनिङै चाहिन्छ भन्ने छैन। यति प्रुफ गर्नको लागि यो हुँदै नभएको वर्ड पनि ल्याएर राखेर तपाईहरुलाई मैले एउटा सेन्टेन्स देखाएँ। तर यति मात्रले पुग्दैन, किनभने हाम्रो सेन्टेन्स सधैँ यसरी ह्याप्पिली फ्लोर बेबी भनेर मात्र त आउँदैन। सेन्टेन्स त कहिलेकाहीँ मल्टिपल क्लजेस, मल्टिपल इन्फर्मेसन, कमा 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 राखेर दिएको हुन्छ। त्यस्तो बेलामा के गर्ने त्यो पनि त चाहियो। हो, त्यस्तो बेलामा के गर्ने भन्ने कुरा अब हामी नेक्स्ट सेन्टेन्स हेर्दै अगाडि बढ्छौँ।
जस्तै यो हेर्नुस् एकदमै इन्ट्रेस्टिङ केस छ तपाईले यो सेसन एन्डसम्म हेर्नुस् हामीले अब यो भन्दा पनि धेरै कुरा छ तर इम्पोर्टेन्ट कुराहरू यो सेसनमा मैले राखिदिएको छु तपाईहरुलाई केही नहुनु भन्दा धेरै कुछ चाहिँ हुन्छ है यो हेर्नु भयो भने त्यही भएर अल्छी नगर्नुस् तपाई हाम्रो यो रिलहरुले गरेर टिकटकले गरेर 5-5 सेकेन्डमा यस्तो यस्तो गर्ने बानी छ त्यही भएर यो 30 सेकेन्डको भिडियो हेर्नु तपाईहरुलाई निकै गाह्रो परिरहेछ त्यो म बुझ्छु तर हेर्नै पर्छ अरु कुनै उपाय छैन यदि तपाई आइल्स क्र्याक गर्न चाहनुहुन्छ भने अब यहाँ हेरौं द म्यान बुझियो marauding through the streets the man was marauding through the streets street मा something केही गर्दै छ भन्ने त बुझियो हैन तर यो वास्तवमा marauding भनेको के हो भन्ने कुरा त हामीले बुझेनौं अब तपाईलाई प्यासेज 3 को केसमा हेर्नुहुन्छ भने सर्टर सेन्टेन्सेस छोटो सेन्टेन्स हुँदैन के तपाईको सेन्टेन्स लङ सेन्टेन्स हुन्छ त्यसमा डिफरेन्ट इन्फर्मेसन हुन्छ त्यसमा धेरै क्लजहरु हुन्छ त्यो भएको कारणले मैले यति नै राख्दिए भने तपाईले बुझ्नुहुन्न तर मैले यो सेन्टेन्सलाई यसो गर्दिए भने तपाईले के न के मिनिङ यहाँबाट डिराइभ गर्न सक्नुहुन्छ त एकचोटी हेर्नुस् त मजाले आरामले हेर्नुस् कुनै हतार छैन आरामले हेर्नुस् भिडियो पज गर्नुस् है म जानी तपाईको स्क्रिनबाट एक्जिट लिइराको हुन्छु किन एक्जिट लिन्छु भन्दा तपाईले भिडियो पज गर्नुहोस् भनेर मैले भिडियोबाट चाहिँ एक्जिट लिइराको हुन्छु त्यो चाहिँ तपाईहरुले बुझ्नु होला है त ल द म्यान वाज मराउडिङ थ्रु द स्ट्रीट्स अन्टिल द पुलिस इभेन्चुअली कट हिम के भयो रे उले मराउडिङ गर्यो कति बेलासम्म जबसम्म पुलिसले आएर उसलाई समात्यो अब हेर्नुस् त अघि तपाईले स्पीडसम्म मात्र हुँदा यसको मिनिङ के पनि गेस गर्न सक्नु भएको थिएन तर पुलिस इभेन्चुअली कट हिम यो त तपाईले बुझ्नु भयो पुलिस इभेन्चुअली कट हिम भनेको पुलिसले समात्यो भनेपछि पुलिसले नै समात्नु पर्ने गरी यसले के चाहिँ गर्दै रहेछ भनेको समथिङ नेगेटिभ समथिङ नट एक्सेप्टेड बाइ द लज कानुनले प्रशासनले नमान्ने कुरा केही गर्दै रहेछ अब यसको एक्ज्याक्ट मिनिङ त तपाईलाई थाहा छैन तर के थाहा पाउनु भयो त समथिङ नेगेटिभ हो भन्ने कुरा बुझ्नु भयो समथिङ गर्नु नहुने कुरा हो समथिङ क्रिमिनल रिलेटेड कुरा पो हो कि भन्ने कुरा बुझ्नु भयो किनभने क्राइम रिलेटेड नभएको भए पुलिसले समात्दैन थियो ओके अब यो सेन्टेन्स पढिसकेपछि तपाई यो भिडियो हेर्नुभन्दा अगाडिसम्म यदि यो सेन्टेन्स पढ्नु भएको तपाई यो मराउडिङमा गएर अड्किनु हुन्थ्यो ला यसको मिनिङ के हो अनि डिक्सनरी पल्टाउनेतिर लाग्नु हुन्थ्यो अब तपाईले के गर्नुहुन्छ भने मैले यसको अगाडिको पार्ट बुझिन भने म पछाडीको पार्ट पढ्छु र त्यहाँबाट मिनिङ डिराइभ गर्छु भनेपछि पुलिसले नै समात्यो भनेपछि पक्कै केही यसले चलपहल गरेछ नराम्रो काम केही गरेछ समातेर लगेछ मामा घरतिर भन्ने कुरो यसरी डिराइभ गर्न सकिन्छ अझै यो भन्दा पनि तपाईलाई म इन्ट्रेस्टिङ केसमा लिएर जान्छु है त ल हेर्नुस् अर्को एउटा केस हेर्नुस् जस्तै यो एउटा वर्ड यहाँ वर्डलाई मैले कलरिङ गर्दैको छु डिफिकल्ट वर्ड यहाँ एउटा वर्ड छ प्लमेटेड अब तपाईले भन्नु होला सर यसको मिनिङ त मलाई थाहा छ किनभने राइटिङ टास्क 1 मा मैले यो प्लमेटेड भन्ने वर्ड देखाएको छु हैन ठीक छ मिनिङ थाहा छ भने तपाईलाई केही छैन नो प्रब्लम मिनिङ थाहा छ भने वर्ड चिनिन्छ भने त प्रब्लमै छैन प्रब्लम कतिखेर आउँछ जब हामीलाई मिनिङ थाहा हुँदैन है अब यसमा एउटा कन्सेप्ट बुझ्नुस् तपाईले आईएलटीएस गर्दै हुनुहुन्छ भने सबैभन्दा इम्पोर्टेन्ट कुरा के हो सबैभन्दा इम्पोर्टेन्ट कुरा के हो होला वोक्याब होला ग्रामर होला फर्म्याट लेख्ने कसरी होला तर त्यो भन्दा पनि इम्पोर्टेन्ट कुरा त्यो यस्तो कुरा जुन बुझिएन भने भरे ग्रामर पनि मिल्दैन जुन बुझिएन भने भरे फर्म्याट पनि मिल्दैन हो त्यो कुरा के हो त भन्दाखेरि तपाईले सबैभन्दा सुरुमा बुझ्नुपर्ने कुरा भनेको कनेक्टर्स हो के हो कनेक्टर्स CONNECTORS यदि तपाईले कनेक्टर्स बुझ्नु भएको छैन भने दिस इज माई रिक्वेस्ट तपाईलाई म रिक्वेस्ट गर्छु बुझ्नु भएको छैन भने यो कनेक्टर्सलाई मजाले बुझ्नुस् खोज्नुस् आफ्नो इन्स्ट्रक्टरलाई गएर सोध्नुस् तपाई जवाफकै स्टुडेन्ट हुनुहुन्छ भने त तपाईलाई हामीले कनेक्टर्सको बारे धेरैचोटि भनिसकेका छौं तपाईहरुको दिमागमा कन्ठे पार्दिसकेका छौं कनेक्टर्स भनेको दुई प्रकारको हुन्छ एउटा सपोर्टिङ हुन्छ सपोर्टिङ अर्को हुन्छ कन्ट्रास्टिङ यो सपोर्टिङ र कन्ट्रास्टिङ कनेक्टर तपाईहरुलाई थाहा हुनै पर्छ जस्तै फर्दरमोर लाइकवाइज मोर ओभर यिनीहरु के हो सपोर्टिङ कनेक्टर्स हो यिनीहरुले के गर्छ अगाडिको कुरालाई पछाडी एक्सप्लेन गर्नु पर्यो भने यो कुरा गर्छ मैले कनेक्टर्सको कुरा तपाईहरुलाई म्याच द हेडिङ्स यही सेसनमै अगाडि म्याच द हेडिङ्सको क्लासमा मल्टिपल चोइसको क्लासमा पनि गरेको छु ध्यान दिएर भिडियो हेर्नु भएको छ भने तपाईहरुलाई थाहा छ यो विषयमा है किनभने मैले कुनै पनि क्लासमा कुनै पनि सेसनमा कनेक्टरको कुरा नगरिकन सेसन अगाडि बढाउँदिन कनेक्टर नबुझेका विद्यार्थीले आईएलटीएस क्र्याक गर्न सक्दैन पार लाउन सक्दैन अब कन्ट्रास्टिङ कनेक्टरमा म 4 वटा कनेक्टर लिन्छु एउटा लिन्छु व्हाइल
एउटा लिन्छु whereas, however, although. यो चारवटा कनेक्टर पढ्दा अथवा लेख्दा जति सजिलो देखिन्छ त्यति नै धेरै टेक्निकल छ। जस्तै यिनीहरूको राइटिङको पार्टमा जाँदाखेरि कसरी युज गर्ने भन्ने कुराहरू यो चारवटाको युज बेग्ला बेग्लै स्टाइलले हुन्छ, तर हुने चाहिँ एकै ठाउँमा हुन्छ, कतिखेर कन्ट्रास्ट भएको बेलामा हुन्छ। ध्यान दिनुस् है, कन्ट्रास्ट भएको बेलामा मात्र यिनीहरूको युज हुन्छ। जस्तै पेट्रोलको प्राइस बढ्यो र घटेको छ भने त्यो बेलामा while बढ्यो घट्यो भनेर हामीले भन्छौँ, कन्ट्रास्ट गर्छौँ, बढ्यो however घट्यो भन्छौँ हैन, त्यो बेलामा यसको युज हुन्छ। अब राइटिङको पार्टको कुरा राइटिङकै बेला गरौँला, रिडिङमा आउँ हामी। यो while, whereas, however, although ले के गर्छ त भन्दाखेरि यसले सेन्टेन्स फर्म भएको छ भने, जस्तै while, whereas र although यो तीनवटा हेर्नुस् तपाईँ, यसले सेन्टेन्स फर्म भएको छ, यहाँ while ले फर्म भएको छ। फर्म भएको छ भने यो while भनेर कम्प्लेक्स स्ट्रक्चरमा जाँदाखेरि कहीँ न कहीँ कमा हुन्छ, तपाईँले कमा देख्नुहुन्छ हैन। यसले दुईटा तीनटा इन्फर्मेसन दिएको हुन्छ, कतिवटा दुईटा तीनटा इन्फर्मेसन दिएको हुन्छ। त्यसमा के हुन्छ भने while भनेर केही पोजिटिभ कुरा गरेको छ, लेट्स से while भनेर पोजिटिभ कुरा गरेको छ भने कमा पछि यता जाँदा नेगेटिभ हुन्छ, र while पछि म एक्जाम्पल पनि दिउँला, while पछि नेगेटिभ कुरा गरेको छ भने कमा पछि यता जाँदा पोजिटिभ हुन्छ, किनभने यसले के गर्छ, कन्ट्रास्ट गर्छ। while पछि सँगैको कुरासँग यसले कन्ट्रास्ट गर्छ, योसँग यसले कन्ट्रास्ट गर्छ हैन। अब जस्तै फर एक्जाम्पल तपाईँले यही हेर्नुहोस्, कतै जानै पर्दैन। while installation costs were once expensive, the price of solar technology has plummeted in recent years, यहाँ फुल स्टप राखिदिनुस् ल। अब यहाँ दुईटा इन्फर्मेसन के देखियो हामीले, while installation costs were once expensive, एक्सपेन्सिभ भनेको त हामीलाई थाहा छ महँगो, while पछि सँगै टाँसिएर यसमा के आयो, महँगो भनेर आयो, महँगो। अब while पछि कमा पछिको उताको इन्फर्मेसन के हुनु पर्यो, यसलाई कन्ट्रास्ट गरेको हुनु पर्यो। अगाडि महँगो भनेछ भने पछाडि सस्तो, अगाडि सस्तो भनेछ भने पछाडि महँगो, अगाडि राम्रो भनेछ भने पछाडि नराम्रो, अगाडि नराम्रो भनेको छ भने पछाडि राम्रो, किनभने while छ त्यहाँ, किनभने although छ त्यहाँ। यिनीहरूले यस्तो काम गर्छ। While the costs were expensive, the price of solar technology has plummeted in recent years. पहिले एक्सपेन्सिभ थियो, अब प्राइस प्लमेटेड भनेपछि अभियसली के बुझिन्छ, महँगोको उल्टो के हुन्छ, सस्तो हो। उल्टो पारेर बुझ्ने आफै अटोमेटिकली तपाईँको आन्सर आउँछ। अब प्लमेटेड भनेको सस्तो होइन, प्लमेटेड भनेको खस्नु हो, डाउनवर्ड्स हो। कस्तो डाउनवर्ड्स, ऱ्यापिड डाउनवर्ड्स। प्राइस ऱ्यापिड डाउन गयो भन्नेको अर्थ के हो, सस्तो भयो भन्न खोजेको, त्यसरी बुझ्नुपर्छ। यसको एक्ज्याक्ट मिनिङ त बुझ्नु भएन, तर कन्टेक्स्टबाट यो while को एक्जाम्पल लिएर तपाईँले के बुझ्नुभयो, while एक्सपेन्सिभ भनेपछि पछाडिको पार्टमा यसलाई कन्ट्रास्ट गरेको हुनुपर्छ, एक्सपेन्सिभलाई कन्ट्रास्ट गर्दा के हुन्छ, यसको उल्टो सस्तो हुन्छ भनेपछि पक्कै पनि प्लमेटेड भनेको सस्तो भनेको भनेर यसरी बुझ्न सकियो। यो कनेक्टर हेरेर बुझ्ने कुरा चाहिँ तपाईँको भोक्याबुलरी गेस एन्ड गो को सबैभन्दा इम्पोर्टेन्ट पार्ट हो है। यसमा अर्को पनि एउटा एक्जाम्पल आउँछ, पहिले अगाडि बढ्दै जाउँ। अब यहाँ एउटा वर्ड राखिदिएको छु मैले, हेर्नुहोस् त, डिफेनेस्ट्रेट। यो मात्र वर्ड छ, डिफेनेस्ट्रेट भन्ने मात्र वर्ड छ। यसको मिनिङ तपाईँलाई मैले सोधेँ भने यसको मिनिङ आउँदैन है, केही फरक पर्दैन। हामीले नजानेका कुरालाई आउँदैन भन्न पनि सिक्नुपर्छ, सुकरातले भनेका छन् हैन यो कुरा। डिफेनेस्ट्रेट भनेको के हो, मिनिङ आउँदैन। मलाई पनि कहिलेकाहीँ स्टुडेन्टले केही कुराहरू सोधे, म कन्फ्युज भयो भने म सिधै भनिदिन्छु, म त कन्फ्युज भएँ पक्कै एकछिन भन्नु, किनभने मान्छे हो, नआउन पनि सक्छ, बिर्सिन पनि सक्छ, हेलचेक्राइ गर्न पनि सक्छ, सबै कुरा जान्ने पनि हुनसक्छ। त्यही भएर आउँदैन भन्नलाई चाहिँ हामीहरू कसैले पनि हिचकिचाउनु हुँदैन। पहिलो कुरा है, जीवनको एउटा बोनस तपाईँहरूलाई दिइरहेको मैले। ल अब यो पढ्नुहोस् त एकचोटि, पढ्नुहोस् त के छ यहाँ, अघि पो आएन त, अब त बुझ्यो त मिनिङ। अब तपाईँले स्टिल यसको मिनिङ बुझ्नु भएको छैन, तर सेन्स ल्याउनुहोस् त, केही सेन्स ल्याउनुहोस् त। तपाईँ क्लासरुममा हुनुहुन्छ, तपाईँको टिचरले, तपाईँको इन्स्ट्रक्टरले तपाईँलाई यो कुरा भन्यो, डोन्ट मेक नोइज or else I will defenestrate you, हल्ला नगर न म तिमीलाई डेफेनेस्ट्रेट गरिदिन्छु भन्यो। भनेपछि पक्कै पनि के बुझ्नु भयो त, यसको मिनिङ नबुझे पनि यो केही न केही पनिसमेन्ट रिलेटेड कुरा होला। पनिसमेन्ट, बा झ्यालबाट बाहिर निकालिदिन्छु, बा ढोकाबाट बाहिर निकालिदिन्छु, बा चाहिँ तिमीलाई उभ्याइदिन्छु, बा कुखुरा पो बनाइदिन्छु भने हो कि मैले क्लासमा बेला बेला बनाइदिएँ जस्तै होइन, बा चाहिँ तिमीलाई कान पो समात भने हो कि। अब केही न केही त बुझ्यो नि त। डेफेनेस्ट्रेट मात्र राख्दाखेरि त तपाईँलाई केही आइडियै थिएन,
तर अब त कन्टेक्स्टमा वर्ड आइसकेपछि त्यसको आइडिया भयो तपाईँलाई के आइडिया भयो त यसको मिनिङ केही न केही चाहिँ हो है के हो त थाहा छैन तर केही न केही नेगेटिभ मिनिङ हो केही न केही पनिसमेन्ट रिलेटेड मिनिङ हो कि भन्नेसम्म बुझ्यो अब यसको एक्चुअल मिनिङ चाहिँ के हो भन्दाखेरि तपाईँले कसैलाई झ्यालबाट फालिदिनु भयो भने त्यसलाई भन्छ डिफेनेस्ट्रेट भन्छ अब यो डिफेनेस्ट्रेट गर्ने काम चाहिँ नगर्नुहोस् ग्राउन्ड फ्लोर हो भने त ठिकै छ केही फरक पर्दैन 5औं 6औं तल्लाबाट तपाईँले कसैलाई डिफेनेस्ट्रेट गरिदिनु भयो भने तपाईँ जेल जान सक्नुहुन्छ तपाईँ क्रिमिनल हुन सक्नुहुन्छ त्यही भएर यो चाहिँ एउटा डिस्क्लेमर है मेरो तर्फबाट ल डिफेनेस्ट्रेटको मिनिङ के अरे झ्यालबाट तँलाई फालिदिन्छु फेरि ढोकाबाट फालिदिन्छु होइन ढोकाबाट फालिदिन्छु भन्दाखेरि त आई विल किक यु आउट अफ द डोर भइहाल्यो सकियो कुरो त्यसको अरू कुनै एउटा वर्ड छैन तर झ्यालबाट फालिदिन्छु कि फेरि एउटा वर्ड छ क्या इङ्ग्लिसमा कस्तो अचम्म है ल ओके अब अगाडि बढौँ ल सर र पढ्नुहोस् र यसको कुनै मिनिङ निकाल्नुहोस् मिनिङ आउँदैन नो प्रब्लम कन्टेक्स्टबाट बुझ्नुहोस् कमसेकम पोजिटिभ हो कि नेगेटिभतिर गइरहेको छ यो सेन्टेन्स भन्ने कुरा बुझ्नुहोस् ओके ल एमिले ह्याडन्ट इटन अल डे दिनभरि खाएको थिएन बाई इभिनिङ बेलुकासम्ममा त सी वाज फ्यामिस्ड दिनभरि नखाएको मान्छे बेलुकासम्म के हुन्छ सी वाज फ्यामिस्ड ल तपाईँलाई म अप्सन दिन्छु अप्सन ए एक्टिभ अप्सन बी प्लेफुल अप्सन सी चेयरफुल अप्सन डी टायर्ड नजिकैको माने कुन मिनिङ कुन होला ल भन्नुहोस् नजिकैको मिनिङ के दिनभरि खाएको छैन बाई इभिनिङ सी वाज एक्टिभ प्लेफुल चेयरफुल मिल्छ मिल्दैन अभियसली मिल्दैन के मिल्यो त टायर्ड मिल्यो होइन त नजिकैको अब तपाईँलाई यसको एक्ज्याक्ट मिनिङ के हो त्यो मतलबै छैन कि हामीलाई एक्ज्याक्ट मिनिङ किन चाहियो चाहिँदैन कन्टेक्स्ट पढ्नुहोस् बुझ्नुहोस् अगाडि बढ्नुहोस् किनभने वी हेभ टु क्र्याक प्यासेज 2 एन्ड प्यासेज 3 अफ आइएलटिएस रिडिङ सेक्सन हामीलाई थाहा छ यो दुईवटा प्यासेजमा एकदमै अप्ठ्यारो टफ वर्ड्सहरू जानी राखिदिएको हुन्छ र क्याम्ब्रिजको क्वेसन तपाईँले हेर्नुभयो भने वर्ड राख्दै पनि वर्ड पछिको सेन्टेन्समा इन्डिरेक्टली त्यसको मिनिङ राखिदिएको हुन्छ कि त कन्टेक्स्ट दिएर त्यो बुझ्ने बनाइदिएको हुन्छ उनीहरूले है मोस्ट अफ द टाइम त्यस्तो हुन्छ त्यही भएर त्यो कन्टेक्स्ट बुझ्ने काम हामी गरौँ ओके यति बुझ्यो यो बुझिएपछि अगाडि बढौँ अब सेम त्यही कुरा हेर्नुहोस् त सर र हेर्नुहोस् के होला यसको मिनिङ फाइन्ड आउट गर्नुहोस् होइन यसमा मैले केही भनिरहनै परेन लेट्स मुभ अहेड अर्को कुरा तपाईँहरूलाई म वर्ड पनि दिँदैछु है वर्ड लिस्ट दिँदैछु एकछिन भिडियोमा बस्नु होला कतै नजानु होला अनि सेसन मन परेको मन नपरेको हामीलाई थाहा हुँदैन कि साथीहरूलाई के भइरहेछ भन्ने कुरा कमेन्ट चाहिँ गरिदिनुहोस् ल कमेन्ट गरिदिइसकेपछि दुईवटा कुरा हुन्छ एउटा कुरा त हामीले थाहा पनि पाउँछौँ मन पऱ्यो कि मन परेन भन्ने कुरा अर्को कुरा के हुन्छ भने युट्युबको एल्गोरिदमले ओहो कमेन्ट धेरै आयो यो भिडियोमा यसलाई धेरैतिर बढाइदिउँ भनेर यसको भ्युज सबैतिर रेकमेन्ड गरिदिन्छ क्या अनि रेकमेन्ड गरेपछि भ्युज धेरै हुन्छ भ्युज धेरै भएपछि हामी मक्ख पर्छौँ अनि यस्तो भिडियोहरू चाहिँ फुर्केर पनि ल्याइदिन्छौँ क्या ओहो साथीहरूले मन परायो भन्ने हुन्छ कमेन्ट छैन लाइक छैन भने के हुन्छ नि मरिमेटेर गरेछ हेर्दैनन् भइगयो भन्ने हुन्छ अनि भिडियो आउनु छोड्छ क्या त्यो भएको कारणले चाहिँ त्यो चाहिँ गरिदिनुहोस् है अब यो कुरालाई म तपाईँहरूलाई चाहिँ कमेन्ट गर्नुहोस् तपाईँहरूलाई फाइदा हुन्छ भनेर भन्दिनँ फाइदा चाहिँ हामीले पनि हुने हो होइन तपाईँहरूलाई पनि फाइदा हुने हो यो चाहिँ विन विन सिचुएसन हो त्यही भएर यो कुराहरू बुझ्नुहोस् है तपाईँहरू आफै मच्योर्ड हुनुहुन्छ ल अगाडि बढौँ सर र पढ्नुहोस् अब यहाँ तपाईँले के ध्यान दिनु पऱ्यो भने यहाँ एउटा वर्ड छ अल्दो पछि यहाँ एउटा केस छ कमा पछि यहाँ अर्को केस छ अब तपाईँले के गर्नुहोस् अल्दो पछि तुरुन्त के छ त्यो मात्र पढ्नुहोस् मैले अन्डरलाइन गरेको मात्र पढ्नुहोस् ल पढ्नुहोस् मजाले पढ्नुहोस् के छ लिएम लुक्ड कन्फिडेन्ट बिफोर द इन्टरभ्यू भन्दा अगाडि यो मान्छे कस्तो छ कन्फिडेन्ट छ अब तपाईँले योभन्दा पछाडि पढ्नै पर्दैन नपढ्नुहोस् एकछिन नपढ्नुहोस् त्योभन्दा पछाडि के छ नपढ्नुहोस् मात्र बुझ्नुहोस् अल्दो कन्फिडेन्ट छ भनेपछि पछाडि के होला पक्कै पनि कन्फिडेन्टको उल्टो पक्कै पनि अब नेगेटिभ केही आउला किनभने अल्दो पछि तुरुन्त के आएको छ कन्फिडेन्ट भनेको के हो पोजिटिभ कुरा हो अल्दो पछि तुरुन्त पोजिटिभ आएको छ भनेपछि अब सेकेन्ड फेजमा के आउँछ केही न केही नेगेटिभ आउँछ त्यो कुरा 100% हो ल पढ्नुहोस् हिज भोइस बिगेन टु क्वेभर वेन द क्वेसन्स बिकेम डिफिकल्ट कन्फिडेन्ट थियो भए तापनि हिज भोइस बिगेन टु क्वेभर अब यो क्वेभरले के बुझ्नुहुन्छ त तपाईँ उसको भोइस एकदम मजाले अडिक भएर बोल्यो भन्ने बुझ्नुहुन्छ कि अलिकति बोल्ने बेलामा अलिकति काँपे जस्तो भयो भन्ने बुझ्नुहुन्छ के बुझ्नुहुन्छ यदि अगाडि कन्फिडेन्ट छ र अल्दोले जोडेको छ भने पछाडि केही न केही नेगेटिभ हुनु पर्यो अडिक भयो भोइस उसको एकदम राम्रो थियो भन्नु छ भने त अगाडि अल्दो आउँदैन नि अल्दो कन्फिडेन्ट भनिसकेपछि पक्कै पछाडि नराम्रो भोइस बिगेन टु क्वेभर भन्दै थियो बुझ्नुहोस् उसको भोइस केही धर्म लिए जस्तो केही आत्तिए जस्तो केही काँपे जस्तो समथिङ त्यस्तो केही नेगेटिभ होइन तपाईँले यसको एक्ज्याक्ट मिनिङ चाहिँदैन अन्डरस्ट्यान्ड फ्रम द कन्टेक्स्ट इज इम्पोर्टेन्ट यो कुरा बुझौँ है हामी
ल अब यो एउटा केस हेर्नुहोस् त, यसमा अल्दो छैन, यसमा वाइल छैन, त्यही पनि तपाईँले यसबाट मिनिङ डिराइभ गर्न सक्नुहुन्छ। यु क्यान डु द्याट। आरामले पढ्नुहोस्, ल पुरै पढ्नुहोस्, पज गर्नुहोस् भिडियो। ल ठिक छ, अब हेर्नुहोस् द एबान्डेन्डको मिनिङ पनि बुझ्नु भएन, नो प्रब्लम, यो पनि काटिदिनुहोस्, बुझ्नु भएन छोडिदिनुहोस्। द हाउस लुक्ड डिलापिडेटेड, यो त झनै बुझिएन। विथ ब्रोकन विन्डोज, कस्तो छ अरे घरको, झ्याल फुटेका छन्, भाँचिएका छन्, वल चर्किएका छन्, रुफ कोल्याप्स भने त तपाईँले बुझिहाल्नुहुन्छ, कोल्याप्सिङ रुफ भनेको खस्ला जस्तो छाना छ। अब घरको डिस्क्रिप्सन हेर्नुहोस् त, झ्याल भत्किए जस्तो छ होइन, अनि अब भित्ता एक्ला हान्यो भने भत्किन्छ, एक्ला हान्न मात्र बाँकी छ, रुफ कहिले खस्ला कहिले भागौँ जस्तो भइसक्यो भनेपछि यो डिलापिडेटेडले के बुझ्नुहुन्छ त, हाउस लुक डिलापिडेटेड भनेको कस्तो त, एकदम मोडर्न खतरा हेर्दै घर पसुम लाग्ने खालको कि अलिकति कमजोर खालको कि कस्तो बुझियो, तपाईँले आफै विचार गर्नुहोस्, यहीँबाट थाहा हुन्छ होइन। अभियसली पनि डिलापिडेटेड इज एन इम्पोर्टेन्ट वर्ड, तपाईँहरूलाई यो चाहिँ स्पिकिङमा पनि काम लाग्छ। पार्ट 2 मा स्पेसली डिस्क्राइब समवेयर यु हेभ गन, यस्तो टाइपको क्वेसन आयो भने मैले एउटा प्यालेस गएको थिएँ, प्यालेस चाहिँ अलिकति कस्तो भने त्यसको चाहिँ समाज सेवारहरू नभएको कारणले चाहिँ एकदम डिलापिडेटेड कन्डिसनमा थियो भन्नुपर्ने हुन्छ क्या, पुराना घरहरू होइन जसको चाहिँ मेन्टेनेन्स भएको छैन, त्यो कस्तो अवस्थामा हुन्छ, पिपलका रुखहरू यस्तो आइरहेका हुन्छन्, भित्ता चर्केका हुन्छ, हो त्यस्तो बेलामा डिलापिडेटेड कन्डिसन भनेको एकदमै भत्केला जस्तो अवस्था, एकदमै जीर्ण अवस्था, जीर्ण भन्ने वर्ड छ नि नेपालीमा, हो एक्ज्याक्टली त्यही हो है डिलापिडेटेड। यसको मिनिङ नबुझे पनि यो यताको पछाडिको डिस्क्रिप्सनबाट पनि मिनिङलाई डिराइभ गर्न सकिन्छ, कन्ट्रास्टबाट सकिन्छ, डिस्क्रिप्सनबाट सकिन्छ, र कहिलेकाहीँ तपाईँले चाहिँ सिम्पली यो सबै कन्टेक्स्टै हो है, फेरि सबै कन्टेक्स्ट नै हो। अब यो हेर्नुहोस् ल यो पनि त रमाइलो रहेछ यो केस पनि। अब यहाँ हेर्नुहोस् त, यहाँ बट भनेको छ, बटभन्दा अगाडि के छ, एमा लभड हेल्पिङ हर फ्रेन्ड्स, एमालाई आफ्नो साथीहरूलाई सहयोग गर्न मनपर्छ, पोजिटिभ छ, पोजिटिभ कुरा हो, सहयोग गर्नु भनेको पोजिटिभ कुरा हो है, सहयोग गर्नु भनेको सधैँभरि सहयोग गर्नु, कसैलाई सहयोग गर्नु पोजिटिभ कुरा हो। बट भन्यो, बट पछि अब यता के आउँछ त, नेगेटिभ आउँछ, अभियसली नेगेटिभ आउँछ। अब उसले के भन्यो, सी वाज रिलेक्टेन्ट टु लेन्डर भनेको त पैँचो दिनु भने जस्तो भइहाल्यो, लेन्ड हर ल्यापटप। अब यो उता पढ्नै पर्ने, बिकज सी वाज रिलेक्टेन्ट टु लेन्ड हर ल्यापटप। अब तपाईँले मलाई यति भनिदिनुहोस् कि उसले ल्यापटप दियो कि दिएन, त्यो मात्र भनिदिनुहोस्। यदि दियो भने हेल्पिङ हर फ्रेन्ड्स, यो पोजिटिभ, दियो भने फेरि पोजिटिभ आइसकेपछि बट हुँदैन। यहाँ बट भनेपछि अभियसली अगाडि पोजिटिभ छ भने पछाडि नेगेटिभ हुनु पर्यो। यो बटले के गर्छ त, पछाडि नेगेटिभ, अगाडि नेगेटिभ छ भने पछाडि पोजिटिभ बनाउँछ, अगाडि पोजिटिभ छ भने पछाडि नेगेटिभ बनाउँछ। अब हेल्प गर्छ भनेको छ, बट आइसकेपछि हेल्प गरेन भन्ने कुरा आउँछ, हेल्प गरेन अथवा हेल्प गरिन। रिलक्टेन्ट टु लेन्डर ल्यापटप भनेको ल्यापटप दिइन भन्ने बुझ्नु पर्यो होइन, दिइन भन्ने कुरा हामीले यहाँबाट यसरी डिराइभ गर्न सक्छौँ। सो कनेक्टर्स आर भेरी इम्पोर्टेन्ट, यो हामीले बुझ्नै पर्ने कुरा हो। एन्ड देयर आर सम वर्ड्स, तपाईँको क्याम्ब्रिजको जुन IELTS को बुक्सहरू वर्षमा एउटा निक्लिन्छ, त्यो बुकहरूमा चाहिँ प्राय सबै सिरिजमा, सबै इन्स्टलमेन्टमा, सबै पब्लिकेसनमा चाहिँ रिडिङको केसमा हरेक पब्लिकेसनमा कुनै न कुनै प्यासेजमा देखिएका वर्डहरू छन्। जस्तै एउटा तपाईँको अनप्रेसिडेन्टेड भन्ने वर्ड छ, अर्को डेलिभरेट। यो डेलिभरेट त मैले सधैँ देख्छु, डेलिभरेट भनेको कन्सियसली जानी कुनै काम गरिन्छ भने डेलिभरेट होइन। कसैले कसैलाई गोदियो, किन गोदिस्, जान्दैन हो यस आई पन्च डेम डेलिभरेटली भन्ने, म त रिस उठेको थिएँ, मतलब हानिदिएँ, साँच्चै हानिदिएको, डेलिभरेटली जानी कन्सियसली। अनप्रेसिडेन्टेड कुनै यस्तो इभेन्ट जुन पहिले कहिले भएको थिएन र फर्स्ट टाइम भइरहेछ भने त्यसलाई हामी अनप्रेसिडेन्टेड भन्छौँ होइन। पेरिल भनेको डेन्जर, यो प्रायः जसो एन्भाइरोमेन्ट रिलेटेड वर्डमा प्यासेजमा आउँछ होइन। पेरिल भन्ने वर्ड कतिखेर आउँछ, क्लाइमेट चेन्जहरू भयो, सी लेभल राइजिङ भयो, एकदम डेन्जर भयो, खतरा भयो, त्यतिखेर पेरिल भन्ने वर्ड आउँछ। आर्टिफ्याक्ट एकदम इम्पोर्टेन्ट वर्ड, आर्कियोलोजी रिलेटेड प्यासेजहरूमा आउँछ यो वर्ड आर्टिफ्याक्ट, तपाईँले थाहा पाउनै पर्छ यसको मिनिङ है। कुनै कुराहरू उत्खनन गरेर निकालेका एकदमै महत्त्वका कुराहरू, अब अभियसली पनि 5500 वर्ष पुरानो कुरा, जे कुरा निक्लियोस् क्या जमिनबाट मतलब भएन क्या, जेसुकै निक्लियोस् त्यो महत्त्वको विषय हुन्छ, किनभने त्यो 500 वर्ष पुरानो हो है, त्यो सबै आर्टिफ्याक्ट हो। ओके, डिटोरिएट भनेको त अब डिटोरिएट हुनु भनेको कस्तो, डिमिनिस हुँदै जानु होइन, त्यसको सड्दै जानु, गल्दै जानु भन्ने खालको नेगेटिभ वर्डमा बुझिन्छ। यो वर्डहरू तपाईँहरूलाई, यसको मिनिङ तपाईँहरूलाई थाहा हुनैपर्छ। मिटिगेट
यो मिटिगेट बिना त तपाईँको राइटिङ टास्क पोसिबलै छैन। मिटिगेट भनेको रिड्युस, मिटिगेसन भनेको रिडक्सन, कर्भ CURB कर्भ यो वर्ड, एलिभिएट एलिभिएट पवर्टी एलिभिएसन भन्छ, निर्मूलीकरण हैन, घटाउनु त्यसलाई एलिभिएट। इनेभाइटेबल ओहो अर्को एउटा एकदमै इम्पोर्टेन्ट वर्ड इनेभाइटेबल, यो भनेको रोकेर रोक्न नसकिने, डेथ मृत्यु, डेथ इज इनेभाइटेबल भनेको रोकेर रोक्न सकिँदैन हैन। तपाईँ मेहनत गर्नुहोस्, परिश्रम गर्नुहोस्, स्मार्ट वर्क गर्नुहोस्, प्रोग्रेस इज इनेभाइटेबल, प्रोग्रेस हुन्छ कुनै न कुनै दिन हुन्छ, द्याट्स इनेभाइटेबल, त्यो अभियसली हुन्छ, कसैले रोकेर रोक्न सक्दैन हैन। अब्सोलिट, अब्सोलिट भनेको के हो, कुनै कुरा पुरानो भयो अहिले चलन चल्तीमा आउँदैन भने त्यसलाई अब्सोलिट भनिन्छ। मैले थाहा पाउँदाखेरि तपाईँहरूले त पेन ड्राइभहरू थाहा पाउनुभयो, पेन ड्राइभ भन्दा अगाडि फ्लपी डिस्क भन्ने हुन्थ्यो, मैले त त्यो फ्लपी डिस्क पनि चलाएको हो। तपाईँहरूमध्ये कसले फ्लपी डिस्क चलाउनु भएको छ कमेन्ट गर्नुहोस् है। हो भनेपछि त्यो फ्लपी डिस्क हुँदाहुँदै मैले चलाउँदै देख्दा देख्दै त्यो गायबै भयो, तर त्यसलाई पेन ड्राइभले रिप्लेस गरिदियो भनेपछि फ्लपी डिस्क बिकेम अब्सोलिट हैन। अब पेन ड्राइभ पनि छैन आज, साँच्चै भने इन्टरनेटबाट सबै सेयर हुन्छ, पेन ड्राइभ पनि इट्स बिकमिङ अब्सोलिट, पुरानो हुँदै जाँदैछ। स्क्रुटिनाइज भनेको कुनै कुरा जाँच पडताल हुन्छ नि, जाँच गर्ने कुराहरूलाई हामी स्क्रुटिनाइज भन्छौँ। सो यो वर्ड्सहरू चाहिँ मैले तपाईँहरूलाई अहिले यो सेसनमा 10-12वटा वर्डहरू राखिदिएको छु। यो वर्ड तपाईँहरूले जान्नै पर्ने वर्डहरू हो। भोक्याबुलेरीको सेसन कस्तो लाग्यो, अरू पनि सेसन तपाईँहरूलाई के चाहिएको छ हैन, त्यो कमेन्ट गर्नुहोस्। धेरै 52% लगभग चाहिँ अनसब्सक्राइब्ड हुनुहुन्छ, सब्सक्राइब गर्दाखेरि त खासै केही फरक पर्दैन, त्यही पनि हामी किन गर्दैनौँ, यो नेचरलाई चाहिँ म अलिकति स्टडी गर्दैछु, ह्युमन साइकोलोजी र बिहेभियरलाई अलिकति स्टडी गर्दैछु। अब मलाई त्यसको रिजल्टमा पुग्न टाइम लाग्छ, त्यति बेरसम्म तपाईँहरूले एउटा सब्सक्राइब चाहिँ थिचिदिँदै गर्नुहोस् है, लाइक गर्नुहोस्, तपाईँहरूसँग अप्सन छ, डिसलाइकको पनि अप्सन छ, मन परेन डिसलाइकै गरिदिनुहोस्, त्यो पनि हेरौँला, काहीँ केही गलत पो बोलिएछ कि भन्ने कुरा थाहा हुन्छ। आजलाई यति गरौँ है, नेक्स्ट सेसनमा फेरि भेटौँला। थ्याङ्क यू अल जवाफियन्स।